हेलो साथीहरू, मेरो मिनी भ्लग आइसक्यो। कृपया अन्तिमसम्म हेरिदिनु होला। आज चाहिँ मेरो सानो छोरी दिउँसो सुतेर उठेर मम्मी भोक लाग्यो नास्ता लिन जाम छिटो भन्दै मलाई दोकान जाम भन्दै दुःख दिएर दिउँसो घाममा हामी आमा छोरी दोकान जाँदैछौँ नास्ता लिनको लागि। उनी अघि छाता ओढ्दै मलाई छिटो छिटो आउनु भन्दै हिँड्दै गरी छिन्। दोकान जाने बानी लागेपछि उसलाई चाहिँ दिनमा एकचोटि दोकान नगई हुन्न। आफै अघि दगुर्दै मलाई छिटो आउनु छिटो बेर भइसक्यो भन्दै कराउँदै छिन्। आमा छोरी जाँदैछौँ पसल। नानी र म दोकान गएर हामी सामान लिएर आयौँ। नानीले भोइस ओभर गर्दै छिन्। जुसी पनि किनेन्, हामीले ल्यायौँ गजबको पिरो चाउचाउ 2टा अनि एउटा रम्बा चाउचाउ। नानीलाई चाउचाउ थोरै दिन्छु म, धेरै त दिन्न। अब हामी पकाउन लागौँ। डेप्चीमा पानी बसाले, पानी तात्यो। अब चाउचाउ चाहिँ सानो सानो टुक्रा गरेर राखेको छु मैले। अब यसलाई पानीमा हाल्छु। आज चाहिँ मैले अल्छी पाराले चाउचाउ पकाउँदैछु। सिधै पानी तताएर पानीमा हाले चाउचाउ। कहिलेकाहीँ त यसरी छिटो छिटो पकाएर खाऊँ भन्ने हुन्छ नि होइन। त्यही भएर अब चाहिँ म एकछिन उम्लिन दिन्छु। पानी उम्लिसक्यो। अब को यो पिरो चाउचाउ रुचाउने को हुनुहुन्छ साथीहरू? मलाई त एकदम मनपर्छ। धेरै चाहिँ खानु हुँदैन, कहिलेकाहीँ खान्छौँ हामी यसरी ल्याएर। छोरीको लागि चाहिँ म यो पिरो दिँदिनँ, उनको लागि छुट्टै पहिल्यै निकालेर दिन्छु म। अब पिरो चाउचाउ भइसकेपछि त अन्डा चाहियो। त्यसपछि म तावा बसालेर अमलेट बनाउँदैछु। चाउचाउमा अन्डा राखेन भने के नपुगे जस्तो चाहिँ हुन्छ है। मलाई हजुरहरूलाई हुन्छ कि नै, त्यसैले म अन्डा बनाउँदैछु। अब अन्डा पनि पाक्यो एकछिनमा। अब चाहिँ म चाउचाउ निकाले भाँडामा। यसमा आएको मसला, तेल, सुप सब राख्दैछु म हालेर। पिरो टाठो पिरो खाम है त आज। यसलाई मिक्स गरेँ। यसमा मैले फेरि माथिबाट प्याज, बन्दा, हरियो खुर्सानी पनि हालेछु पिरो खाने भनेर। कागती निचोर्दैछु। मिलो पिरो टक्क साह्रै मिठो हुन्छ साथीहरू। हजुरहरू पनि यसरी नास्ता बनाएर खानुहोस् छिटो सहिलो। 5 मिनट पनि लाग्दैन बनाउन। अब मैले अन्डा राखेँ। रेडी भयो आजको हाम्रो दिउँसोको नास्ता। हेर्नु त कति राम्रो देखिएछ। मिठो पनि थियो। कहिलेकाहीँ त पिरो अमिलो खाँदा मजै आउँछ। सधैँ खान त हुँदैन, पेट पोलिहाल्छ। कहिलेकाहीँ चाहिँ मिठो हुन्छ। अब चाहिँ म खान्छु। खाएला हजुरहरू पनि खानु होला।